है मेरो छोरोको चाहिँ भात खाए आज। अब ड्रेस नातिको हो, अब ड्रेस लाउँदैछ उसको। अब एकछिनपछि मन्दिर जाँदैछ है। ए ल यता यता कहीँ यता यता चेरो यता यता है। अलि हात गर्दा च्याबास यता यता। ल बाबा हेर्दै त यता उसको बुवा ऊ यता ऊ यता। हेलो 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 हेलो। ल है अब लाउँदैछ उसको छोरोको के को लागि। खै हात चला खै हात चला हात चलाएकै त यस्तो खै बाई गरे खै। ल है ल है छोराको ल है बाई गरिदिएको खै त बाई गरिदिएको खै त। ल अब दिन्छ मेरो छोरो रि 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 रि। ल है कोले पुन्दे कोले पुन्ते कोले मेरै बाउले भन्दैन सर मेरै बाउले गर्दैन। सेटमै पाउँदो रहेछ है सेटमै पाउँदो रहेछ के त ल ठुलो हुन्छ कि ल उता निनी छ। हेलो उता निनी छ, उता आमा छ, उता भाइ छ, उता हजुरआमा छ, उता उता दिदी छ, उता अर्को दिदी छ, उता खाना पाकिरहेछ, पुलाउ पाकिरहेछ, उता नातिहरू खेलिरहेछ, अर्को हेर्दै हेरिरहेछ मेरो छोरा। ल खै हेलो गर्ने यस्तो गर्ने यस्तो गर्ने। ल मेरो छोरो रेडी हुँदैछ है रेडी हुँदैछ है रेडी हुँदैछ है मेरो छोरा। ल अनि मन्दिर जाने आज आज मन्दिर जाने आज। रुनु हुँदैन नि त। ल अनि यता पनि हेलो गर्दै लुना ए हेलो। अब यहाँ चाहिँ रेडी हुँदैछ होइन है रेडी हुँदैछ। ए यहाँनिर ऊ छ यहाँनिर हेलो छ ऊ हाम्रो नाति पनि ऊ हेलो। उता चाहिँ ऊ सबजना यहाँ बनाइराखेको छ। यहाँ पुलाउ पाकिरहेछ है पुलाउ पाकिरहेछ पुलाउ पाकेर चलो हेलो खै हेलो ओ यहाँ ठुलो बाबु ओ यता हेर्नु के भयो पाकिरहेछ यहाँ ओ सोलिड पाकिरहेछ त यार। यो के को मासु यो खसीको मासु हो र ठिक छ। अलिक काँक बनाऊ है। उता ऊ अर्को यहाँ ठुलो मम्मी छ है यहाँ अनि अर्को ठुलो मम्मी यहाँ चाहिँ यहाँ चाहिँ के पाकिरहेछ यहाँ हेलो 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 हेलो। ल ल ल ल बाउले कति माया गरिरहेछ ल। के लिएर हो लागिदियो नि त हाम्रो चाहिँ यो अब नातिलाई यो नातिको भाग छ या देउताको भाग छ होइन दही छ। अब ऊ अहिले यहाँ बस्छ होइन। ल अब यहाँ मन्दिर लिएर जाँदैछ छोरोलाई। यहाँ ठुलो मम्मी पनि छ। हेलो ओ ठुलो मम्मी हजुर ठुलो मम्मी सोती खान मन लागिसक्यो। यता हेर तेरो आज उसको भाइको तेरो भाइको ए भाइ यहाँ छ भाइ। हेलो मेरो भाइ के छ ओ अर्को काका चाहिँ बल्ल रेडी भएर आउँदैछ। यहाँ दिदी पुरै भोक लागिसक्यो भाग लाएर पुरै मुख पुरा सेतो भइरहेछ है। यहाँ पूजा गरेर यताबाट चाहिँ पूजा गरेर जाँदैछ। अब यो पूजा आज गरेर यहाँ जान्छु। आ गरिरहेको नाति मेरो नाति
ओर्जी नाति यहाँ ओर्जी नाति खै ओर्जी नाति खै ओर्जी नाति डम्फे नाति डम्फे आमाले पुरै उ गर्दैछ है यो नातिको मेरो सम्बन्ध नातिको यहाँ भात खाइ गर्दैछ सबै थोकै खुवाउने जति ओखरै निकाल्नु मिल्दैन ओखर ल्याउनु पर्दैन छुइदिए नि हुन्छ छुटाउनु मिल्छ नि एउटा फुटाइदेऊ न माला लगाइदियो हुन्छ नि लिएर ल्याएर नि उता मन्दिर लाने भने होइन हो त्यहीबाट ल्याएर त्यो निनीले ऊ पठाएको चाहिँ अहिले एकछिन पछि लाउनु मन्दिर माला चाहिँ मन्दिरमा लगाएर ल्याउनु कि एउटा ओखर फुटाइदिनु त खिर पनि आयो खिर है ल नानी यता बहिनीहरू सबैले यता बोलाउनु ल सबैजना आउनु सबैजना आउनु बाहिर मेरो मोबाइल नि लिएर आऊ जिद्दी यो भगवानलाई अहिले पछि दिन्छ ल सबै आउँदैछ है हाम्रो खलक जति हेर्नु ए छिटो आऊ है छिटो यता आऊ यता पूजा गर्ने ल ऊ नाति आउँदैछ यता ल हाम्रो कान्छी निनी आयो कान्छी निनी हेलो ठुलो मम्मी आयो उता पूजा गर्ने नि के कारण भने त्यो बत्ती बाल्यो भने लाइटर खोइ आइको लाइटर होला ल्याइदिनु लाइटर लिएर बाबामा अनि आज नातिको चाहिँ कति रमाइलो लागिरहेछ हौ हजुरआमा एकदम रमाइलो लागिरहेछ ल अनि निनीहरूलाई कस्तो लागिरहेछ त एकदम रमाइलो है अनि ठुलो मम्मीलाई त कस्तो भइरहेछ ठुलो मम्मी एकदम राम्रो भइरहेछ म सिकाइरहेको छु अब छुनु हुँदैन के गर्नु र मारे पो त बाउ हिँडिरहेछ यतापट्टिबाट होइन ऊ उता पोज आइरहेछ ऊ नाति बोकेर अनि एउटा निनी पछाडि फर्केर पुरै दिइरहेछ ऊ अर्को यहाँ निनी हेलो है ऊ पुरै यस्तो छ डिजाइन अनि कस्तो लागिरहेछ त आज उसमा एकदम रमाइलो भात खाएर आएको खुसी लागिरहेछ अनि अर्को नानी बगिरहेछ अनि कस्तो लागिरहेछ आज भात खुवाएको एकदम राम्रो राम्रो भइरहेछ किस्तीमा धुबो राखेको थियो लिएर त्यो त जान्छु म अब मन्दिर पूजामा मेरो नातिलाई लिएर जाँदा एकछिन पछि के छ त ल किस्ती किस्ती कहाँ राख्दै अघि ए उ सानो अब अहिले यहाँ आएर उसले यहाँ आएर टिका चाहिँ यहाँ हुन्छ है मेरो नातिको टिका चाहिँ यहाँ हुन्छ यो सब हावाले फेरि झारिरहेछ यहाँ चाहिँ अहिले यहाँ टक्क यहाँनिर अब अहिले मन्दिरबाट आएर यहाँ बस्छ है उता चाहिँ खानाहरू बनिरहेछ कति खुसी भइरहेछ हजुरआमा अनि भेनाजु ठुलो बाउ चाहिँ कस्तो के भइरहेछ तपाईँको यता हेरौँ न यता हेरौँ खै है केही फरक पर्दैन अब जुठै हुने हो होइन अहिले जुठै गर्ने हो ल बुवा कलश बोकेर आइरहेछ ल अब मन्दिर जाँदैछ हजुरआमा ल बोकेर जाऊ बोकेर ल छिटो अनि कस्तो लागिरहेछ त भाइ उसको नातिको कस्तो के भइरहेछ भन त कति खुसी छ कति रमाइलो छ एकदम रमाइलो भइरहेछ रमाइलो हुनुपर्छ ल अब मन्दिर जाँदैछ है यिनीहरू न यो लिएर जाऊ बाबुको कसलाई हामी चाहिँ मन्दिर जाँदैछौँ हेलो यहाँ चाहिँ फोटोसुट भइरहेको छ गाइज हाम्रो सानो बाबुको
छोरो आएन तपाईँ मात्रै आइरह आउने बनाउनु न नि मिलाउनु न छोरो उयो यस्तो गर्दिनु टोपी पनि टोपी लाउन नआउने पूजा भइरहेछ गाई हाम्रो पहिले गणेश गर्ने होइन हाम्रो चाहिँ यसरी पूजा गर्नुपर्छ गाई तिमी बाह्र तिमी त्यो समाज छोरो सम्झेर गणेश भगवान अलि निहुरेर गर न अलि छेउमा गएर त्यो हुनु त जानु हुनु परेन शिव भगवान नै गर्नुपर्छ गणेशलाई रातो शिवलाई रातो चल्दैन गणेश भगवान हाम्रो छोरै खोलिदिने त्यो बिजाहरू माला कहाँ खोल्छ त अहिले खोल्न हुन्छ त यता यता काकालाई छोरी म फर्किदिनुपर्छ छोरा अलि यो टोपी उसको त हात छोड्द टोपी उ गरेर यहाँ चाहिँ फोटो सुट भइरहेको छोरो मन्दिरबाट पर्छ कलर लाउने होइन मन्दिरबाट पूजा गरेर फर्किँदैछौँ गाइस हामी चाहिँ कस्तो लाग्यो भाउजू आजबाट हाम्रो सानो भाइले माम खान पाइन्छ आजबाट माम सानो भाइ आइपुग्यौँ हामी हेलो हेलो हाम्रो घर आयो हेलो भाइ मेरो नाति लिएर आयो खै मेरो नाति आयो गाडी मेरो छोरालाई ठुलो हुन्छ नि त टोपी फोटो खिचेर कि यसले झारिदिनु भयो यिनीहरूले अब अहिले यो ल अब यहाँ ठुलो मम्मीले टिका सुरु हुँदैछ है ल ल हो ल भाइ ए भाइ ए भाइ मेरो भाइ त ल ल ए पहिला त्यसले गायो ल राम्रो देखेको ल माम खायो आशीर्वाद दे ठुलो मम्मीलाई ल ल मेरो छोरालाई मेरो हजुरआमाले ठुलो हजुरआमाले सुरु गर्यो खुवायो हाले गरेको त्यसले यतिकै त ल खै जानु जानु टिका लगाइदिनु ल छोराले क लेख्यो है ल घुमाएर
कसले है मेरो छोराले है क लेख्यो अहिले ठुलो ल ठुलो मम्मीले है अब खै दिदी छ छोराले दिदी अलि यता जानु त अलि यता भन्नु ठुलो मम्मीको पालो आयो है कत्रो भत्र भला आदमी भएर बसिरहेको छ मेरो नाति ए अर्को त नाति नै हिँड्दा छ ए नाति छोरो ए त्यो माथि राख्दै माथि राख्दै यो सब हावाले एकदम खतम गरे सर्दै नत्र त्यतिको अलिक माथि सकेसम्म त्यति राखेँ त्यो खाएको खिच धेरै खानु पर्दैन अलिअलि मुखमा चाहिँ होला राजकुमारको नाति पो पर्यो त राजकुमार यो घरको भविष्यको हिरो हजुर आमाले नि लाए मम्मीले नि लाए अप्ठ्यारो भयो कि गाह्रो भयो नि त ल के भयो अरे हजुर यता हेर्नुहोस् त के भन्नुभयो तपाईँले ल यहाँ खलक खलक जोडी पुरै बसिरहेछ उता ठुलो मम्मी उता निनी उता ओ मेरो बाबाले चाहिँ कस्तो लाग्यो त है एकदम राम्रो ह्याप्पी होली छोरी दाइले लाग्यो ल छोरीलाई होइन दाइको आयो ल दाइ लाउनु ल ल दाइ ल नातिलाई मजाले लाउनु त टिका ल मेरो टिका भएन मेरो छोराको टिका ल ल बस न भाइले को छेउमा राख्दै दाइ नातिलाई भात खुवाउँदा कस्तो लागिरहेको छ यहाँ दामी भइरहेको छ मेरो हजुर दाइ भन्नु त दामी छ मेरो नातिको नाति कस्तो छ त राजकुमारको नाति कस्तो छ महाराजा महाराजा जस्तो है हिरो छ है हिरो ल अर्कोहरू यहाँ रमाइलो गरिरहेछ ए कोही खाने कोही नाच्ने गरिरहेछ है चम्चाले खुवाउने होइन ल निनी लाउनु त एकपल्ट लाउनु त थोरै खुवाएको जस्तो म त गर्दिनँ नानी होइन धेरै खानु पर्दैन ल निनीलाई ल खै त्यो उसले त के ले टिका लगाइदिनु टिका लाउने लिएन उता टिका लाउने टिका लाएर लगाइदिनु ल मेरो छोरो ठुलो हुनुपर्छ है राजकुमारको छोरो राजा हुनुपर्छ हस् है रोग व्याध हराउनु पर्छ मेरो छोरोको ठुलो मान्छे हुनुपर्छ है मेरो छोरो हिरो है मेरो छोरो हिरो छ अब कस्तो निधाएर नि छोराको ल खै अब भिडियो बनाएर के तपाईँ कपाल टाढी पनि दिइरहनु किन के खाँदा टोपी लिएर
अब होइन दिशा मलाई थाहा छैन ल ल ल खै अर्कोले त उति टोपीले आछन् भने त्यो कभर माथिको कभर त्यस्तो देखायो ल ल मेरी छोरी ल भयो भयो अलिकति माथि चिसो गर्ने है छोराको ल यो पनि मेरो छोराले खायो ल है अब 3 पल्ट खाइदियो न है खै त्यो निनीले दिएको गिफ्टले त ल ए निनी तपाईँले लगाएको गिफ्ट ए छोरालाई लगाइदिएको छु है ल ल निनीलाई हेलो गरिदे त्यसो दाइने पहिला ल निनीले तँलाई कहाँबाट पठाएको छ है निनीले है खै यता गर्ने यो खुल्दैन क्या हलिउड जानु त्यो पुग्छ त्यति हुन्छ कि तर अहिले यसो गरे ए ले निनीले कत्रो बनाएर पचाएको छ मेरो छोरालाई खै यसो गर ल त्यसले समाधान खोज्छ ए ल है अर्को खै त्यो अहिले ठिक ज्ञानी के हेर्नु न कति ज्ञानी छ नि हाम्रो छोरा है टाइट बनाइदिनु काखमा राखेर हेलो ल निनी बाई गरिदियो निनीको गिफ्ट मैले लियो भन्दै त्यो मेरो खुद्रा पैसा लिएर पुतानी बनाउने भिडियो ज्ञानु थाहा म गर्छु काटिदे झोनमा सक्दिन उचै हुनुलाई त्यो भाउजू यस्तो ढाडमा उयो राख्दिन न उति पछाडिको होइन त्यसलाई यस्तो पोल्टी गर न मेरो उति खुद्रा गर्नु लागेको पैसा पोल्टी गर है त्यसलाई सिधा नमन पैसा लिएर राति मलाई त्यो हेर्नु त मम्मी ऊ रातो खायो कि के फाइदा कलर पर्दैन क्या चस्मा त गर्नु मिठाई नि खुवाइदियो कि सबै थोक मिसाएर खुवाइदियो हेरिदिनु पर्दैन आफ्नै त्यो कलर पुस्नु न त्यो अघि छैन कि तपाईँले खुवाएको छैन भइसक्यो अब त्यो मुखमा चाहिँ गर्ने भयो मेरो छोरालाई त बाले पैसा दियो बोग्ली दिइसक्यो आमालाई पनि लाउँथ्यो अलिकति यता चाहिँ आउ न तिमीहरू बाबु बस्छ त्यहाँ टिका लगाइदिन्छु म अलिक ट्याक्क मात्रै उयो अड्काएर राख्नु पहिला अब लाउनु पऱ्यो नि त झन् मम्मी यसो फोटोसोटो खिच्नु मैले हाल्छु अहिले सबैजना बसेर खिच्ने है हेर्नु टाउको त उगादिन्छ आउनु न त गरौँ तपाईँ फेरि हेर्नु गरिरहेको छु मैले त्यसको टाउ उयो गरिदियो अलिकति अप्ठ्यारो भयो अब दुध त्यो निकाल्दै हुन्छ क्या भाउजू त्यो माला अब मलाई निकालिदियो न फोटो रोकियो तपाईँले टिका लगाइदिएन ढोग्ने तैँले छोएपछि नि मैले तँलाई कुन बाटो फुल ढोग्न पहिला फुल ढोग भने दिने अहिले ठुलो बडा हुनु पहिला फुल ढोग भने अब योभन्दा ठुलो कति हुनु लामो भन्दा फेरि यता अब यता ठोको जाने राम्रो मान्छे बन्नु छोरालाई हिरो बनाउनु ढोगभन्दा फुल दिन्छ नि बाउ छोरी त्यस्तो छ म पनि छोरी क्या ए
यो पनि ठुलो फोटो हो नि त भन्छ बुहारी खै बुहारी बुहारी ढुक्नै परिहाल्यो ल नातिले एकदम राम्रो मान्छे बनाउनु काठमाडौँमा नेपालमा पढाइ बुढाइ गर्नु खोइ खैहाले जेन्जीमा जन्मिया छ भाइ रुयो जेन्जीको राजा बनाउनु ल मान्छे नि हेर मान्छे खोइ हो ल भाग्यमा अब दुध खुवाइदियो हजुरआमाले खुवाइदिनुहुन्छ खाना खुवाउँदैन अहिले चाहिँ होइन टिका चाहिँ सिद्धि अहिले कार्यक्रम चाहिँ अब हामी अन्त अहिले होली पनि खेल्छौँ आज होलीको दिन पनि छ होइन अब होली प्रोग्राम हुन्छ एकछिनपछि तयारहरू हुन्छ है बाइक छ होइन अब योभित्र अब खाने कार्यक्रम भइरहेको छ यो सब यहाँ भोक लगाएर पुरै रन्छन् है अब एकछिनपछि तपाईँको अब होली हुन्छ रमाइलो हुन्छ हेलो के गरेर सुतिरहेछ त है भोक लागेको अनि टिका लाउन आएको हेर्नु त भाइलाई अनि हजुर चाहिँ के भएको त त्यहाँ पुरै उयो गरिराख्नु भएको छ त सुतिराख्नु भएको छ त मोबाइलमै पुरै डिप्रेसनमा हो अनि टिका लाउनु भयो त तपाईँहरूले छैन है अनि उहाँ चाहिँ के गरिराख्नु भयो त तपाईँ ठुलमम्मी हुँदैन अनि उठ्नु पऱ्यो नि त खोइ अनि कस्तो लाग्यो आज भाइको भात खुवाई रमाइलो लगाइरहेछ भोकले पुरै ककिरहेछ है अब होली मनाउने होइन त ल दाइ होली मनाउने होइन भाउजी होली मनाउने होइन मन पर्दैन ल आमा मनाउने होइन होली ए आमाको त हुँदैन है आमा ल भोट सुरु भयो है भोट सुरु ल कता पिरो अमिलो कस्तो छ है गाइज आज मेरो नातिको भात खुवाइ पनि होइन अनि होली पनि परेकोले म मेरो फ्यामिलीहरूलाई होइन होली ह्याप्पी होली लाउँदैछु म है मेरो दाईबाट सुरु गर्दैछु म होइन रातो मेरो दाईबाट स्टार्टिङ गर्दैछु होइन ह्याप्पी होली ल अब मेरो भाउजूलाई लगाइदिएँ है भाउजूलाई भइहाल्छ नि ल मेरो भाउजूलाई लगाएँ है अनि ल मेरो ह्याप्पी होली मेरो भाउजू है ल अब यहाँ आउँदै भाउजू ल लगाइदिएँ अब यो ठुलोले अन्त भाउजू आमाले हुँदैन है यो चाहिँ मेरो मायालु है मायालुलाई ह्याप्पी होली मेरो बुढी चुप्प यहाँबाट है है अनि ल भान्जीलाई मेरो भान्जीलाई यस्तो ह्याप्पी होली खै यता अब मेरो यसरी ल ह्याप्पी होली होइन अलिक पर्छ अलिअलि मेरो होली मेरो गान
ल ल ल ल ल थ्याङ्क यू ल मेरो छोरीलाई न ल होलीले मेरो रङ्गायो के भन्नु होली टिका मात्र के ल ल ल ओ ल टिका मात्रै ल होली हे होली ल ल मेरो अब यो छोरालाई ल तँलाई लाउने भयो भयो यति गर्नु न ल टिका मात्रै लाउनु उयो रातो नलाउनु त्यो उसका यो दाग बस्यो यताबाट खिच ल ल ल ल यो मेरो कान्छो छोरालाई है टिका ल ल भयो ल अब यताबाट खै आऊ ल थापडी बजा खै थापडी बजा खै ल मेरो भाइहरूलाई भाइ अलिकति राख्दा स्मार्ट मेरो भान्जा भान्जीहरूलाई घुमाउनु लाँदैछु स्मार्ट गेट ल स्मार्ट गेट हामी यहाँबाट छिर्दैछ है स्मार्ट घुमाउनु लाँदैछु हेलो ल हेलो बुढी के छ बुढी ल अब यताबाट जाने हो स्मारक आए राइनो ल हामी चाहिँ स्मारक आएँ होइन ए आइरहेको छ हेलो जय जय साहब कस्तो भयो यार एकदम ठिक छ कस्तो के भयो नातिनी के भयो अब डोराएर ल्याउने यता हेरौँ त मम्मीले नि गरेर हो तपाईले नि गरेर म कस्तो बिसारी आएको छ कस्तो रिसा जस्तो लाग्यो यार स्पिड कुदा हुन्छ है कति सानो है अनि अनि भेना चाहिँ पछि पछि गयो अनि हामीलाई चाहिँ छोडेर आइदियो के हैन अब परेर राति बुढी ताती यता मलाई छोरा पनि म त फेरि उठेर जान कोही छैन ल गेटबाट हामी चाहिँ अब भित्र छिर्दैछौँ है यहाँ मेरो जय चाहिँ टिकट काट्न जाँदै हुन्छ यहाँ चाहिँ टिकट काउन्टर होइन छजना ल हामी चाहिँ अब यताबाट छिर्दैछौँ होइन अब हामी भित्र पोजमा बसिरहेको काट्नु भयो टिकट कति हो टिकटको छिर्ने है जूभित्र छिर्ने स्मार्ट जू त वेलकम ल हाम्रो खानदानहरू हेर्नु ल उहाँ सब घुमाउनु लिएर आइरहेको छु मैले है हेलो 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 ल हाम्रो बोस हेलो 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 के हो आमै आफ्नै बुढी हो क्या हो आमै मार्ला है उहाँको बुढाले भेट्यो भने फेरि
ल ल उता सबै यहाँ यसरी निस्किनु ल यहाँ आउनु त पख यताबाट यसरी निस्किनु ल सरर निस्किनु ल यताबाट है यताबाट या चिप्लेला है चिप्लेला यसरी हेलो यो पानी आउँदा त मजै अर्को के है हिरोहरू यता आउनु नि यार अलि यताबाट यता अलि यता भएन के भएन यता के यता तपाईँहरू सबै फ्यामिली हामी पहिला आउँदा आएर नि नहेरेर आयो नि त गर्मीले बच्चाहरूलाई गाह्रो भएर मन्दिरमा गाह्रो भएर गर्मी भएर चस्मा लाग्ला चस्मा भएन कि म भिडियो हाल्ला अलि राम्ररी पोज दिएर बस्न पालो बोक्ने अब भित्र छिर्दैछ है हेर्नु न सुपारी कस्तो दामी फल्ला ल है अहिले अँध्यारोले अलिकति देख्दैन हेर्नु कस्तो दामी छ है यता यसको झर्ना हेर्नु न क्या दामी देखे ल 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 हेर्नु म कस्तो दामी देखेँ ल अँध्यारो देखेँ ल अँध्यारो देख्यो है अँध्यारो भयो दामी ऊ देखेको है यो मिल्छ ठुलो सोलिड देखाए यहाँको रौनकै दामी के हेर्नु न फुलहरू हेर्नु कस्तो फुलिरहेको है आहा हिमालु हिमाल पहाड हेर्नु न गुलाब फुलहरू जो झलल फुलिरहेको छ यहाँ आउँदा क्या आनन्द फिल्ड हुन्छ क्या भनेको यहाँ तपाईँको हाम्रो युद्धहरूको फोटो छन् यहाँ ल नेपालको गौरव हेटौडाको पहिचान भनेको यही हो ल कस्तो दामी के है हेर्नु हेर्नु है ज्वाइँ पुरै पोजमा बसिरहेको छ ल नाति फेरि त्यहाँ कालो भयो फेरि ल ल ल ल ल मेरो बुढी पुरै पोज दिएर हिँड्नु ल हेलो 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 ल
कस्तो दामी देखेँ कि है यहाँको भ्यूज त त्यो राम्रो राम्रो त हेर्नु न डाँडातिर कस्तो दामी देखेँ कि हेलो 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 ओहो मेरो नाति नै उठेछ ल यसै आहा यो यस ल ल ल हेलो खै ल खै आमैले कस्तो राम्रो छ ठाउँ एकदम राम्रो आउनु होला हजुरहरू पनि घुम्न हेटौडामा रहेको यो स्मारकमा के छ त चाहन्छु म चाहिँ के छ त ओ कस्तो दामी देख्यो कि हेर्नु न ल ल या ल या हेर्नु न कस्तो सुलेट देख्यो हेलो गर भिडियो ठिक छ कि भिडियो हेलो गर ल ल कस्तो दामी देख्यो है कस्तो दामी के देख्नु अझै हेलो हेलो तो के यहाँ त पुरै दिलै पुरा खुस खतरा हुने कि एकदम रमाइलो लाग्ने कि अहिले बेलुका त झन् होइन हाम्रो यहाँ ग्याङ पुरा उ भइरहेछ ल ल है स्मारक आज चाहिँ चित्त बुझ्ने गरी घुमेको छ यिनीहरू ल सब यता हेर त लालो ओ बर्थडे चलिरहेछ है हाम्रो नानीहरूको ह्याप्पी बर्थडे ल है ल आहा क्या ल है ल खै यता हेर न ए ल ह्याप्पी बर्थडे है ह्याप्पी बर्थडे ल ठिक छ थ्याङ्क यू ल हाम्रो ह्यापी बर्थडे है ल ल है मेरो यो नानीहरूको हेलो खै हेलो खै हेलो बाई ल ल समात्दिनु ल मेरो कसरी खुवाउने है म खाइदिन्छु भाइलाई दिनु न नानी खाइदिन्छु बर्खा हो तपाईँहरूको नथाप्ने ह्याप्पी बर्थडे है अलिकति यस्तो जल्दिन्छ है ल के खाना आज बर्थडे सेलिब्रेट भयो नि झन् रमाइलो मामा भिडियो बनाउने मैले काटेर मैले खाने क्या खै ह्याप्पी बर्थडे खोइ त ह्याप्पी बर्थडे आफै झ्याम कहाँ झ्यामतिर ह्याप्पी बर्थडे टु यु यो त तपाईँ राजु श्रेष्ठको युट्युबमा आउँछ है अब राजकुमार युट्युब च्यानल पनि छ ल हाय ल बर्थडे पनि मनाएँ हामीले हाम्रो एउटा नानीको होइन अहिले कति वर्ष भयो नानु कति वर्षको मना 18 लाग्यो ल थ्याङ्क यू अब धेरै राम्रो होस् होइन मेरो नानीको होइन चिसो पनि खुवाउँदैछ है कहाँबाट आएर यार हामीले बर्थडे मनायो यार नानीहरूको यार मेरो छोरोको है ह्याप्पी टु यु भन्ने मान्छे थोरै थोरै
ल ल ह्याप्पी बर्थडे है ल सेस गरिदिउँ ल तपाईँहरू खानु खै नानीलाई नि बर्थडे नानी सेस सेस है ल नानो लाग्यो ल हामी ल बहिनीहरूको बर्थडे पनि खतरा मनाइदिए ल होइन केक पनि खाइ चिसो पनि खाइ होइन अनि चिसोहरू कस्तो उलायो त बर्थडे ए छोरीको उ गरे ल हेर्नु न क्या दामी अनि बर्थडे चाहिँ कसरी मनायो त है स्वाग भयो है खायो रमाइलो भयो काट्यो खाइयो रमाइलो गरियो अब हिँडियो घुम्नलाई हेर अहिले बत्ती बलेको उसमा आहा हेर्नु त ल ल हेलो मुसा हेर्नु न मुसा कति छ मुसा होइन कस्तो दामी देखेर न अहिले राति त आहा यति मजा देख्छ यहाँ चाहिँ यो चाहिँ खरायो खरायो आहा होइन ल अँध्यारो पनि भइरहेको छ अहिले हाम्रो अलि त्यति उ देखाएको छैन तै पनि राम्रै देखिरहेको छ परे हेर्नु पऱ्यो क्या दामी देखेको हेर्नु अहिले आहा राति चाहिँ एकदम मजा देख्छ कि देख्नु चाहिँ गिद्ध यहाँ चाहिँ गिद्ध चाहिँ अलिक राम्रोले देखाएको छैन अनि चितुवा चाहिँ उहाँ छ चितुवा चाहिँ यहाँ चाहिँ राम्ररी देख्दैन चितुवा चाहिँ यहाँ छ कस्तो दामी करा कि मयूर करा हेर्नु न सुन्नुभयो त एकपल्ट कराइदिउ न मयूरजी यहाँ चाहिँ मङ्की छ बाँदर उहाँ चाहिँ मयूर चाहिँ मयूर त्यहाँ मयूर यहाँ चाहिँ दामी देखाएको है देख्नु यो फोटो कस्तो दामी आएछ मामा मामाले खिच्यो है पुरै पहाड कस्तो दामी देख्यो कि अनि जय यहाँ चाहिँ कस्तो रमाइलो ऊ लगाइरहेको छ तपाईँले यहाँ काठमाडौँको राम्रो छ कि यहाँको राम्रो छ यहाँको राम्रो छ हजुर मङ्की ठुलो भन्ला यसले अहिले फेरि सुतेर बस्ने यसलाई चाहिँ मगर गयो भन्छ यहाँ चाहिँ धरारा छ है काठमाडौँको धरारा आहा कस्तो मजा करायो दामी आएर हेर्नु भोलि आएर चाहिँ मन्च दामी हो चाहिँ बेला चाहिँ राम्रो कि यस्तो हो चाहिँ कति राम्रो छ हेर्नु साइक्लिङ उहरू छ माथिबाट खेल्छु मलाई त खेल्नै डर लाग्छ कि अरूभन्दा नि
है म त पुरै लडाइ लडेँ अब मेरो ज्वाइँको बालै ल है कस्तो तर ल यहाँ चाहिँ नातिनीहरू खेलिरहेको छ है फकाइरहेको छ कि मलाई है यसले हेर्न है बिस्कुट गर्नलाई हेर्नु खाइलेर यसले कस्तो मजाले फकाइरहेको कि यहाँ चाहिँ होइन भोक लाग्यो भनेर पुरा चटपटे खाना आइरहेको छ होइन यहाँ उहरू मेरो भान्जीहरू न यसले फकायो कि यहाँ हात दे अहिले नदे हात दे अहिले मैले फकाएन नि दिन्न म तँलाई हात दे यास यसले फकायो कि यसले मेरो मन जित्यो यसले तेरो नाम के हो भन् त हेर्नु कस्तो डेन्जर खाए यसले हेर्नु जसले फकाउनु जान्छ त्यसले पेट भर्छ कि ल हेर्नु होइन त गाइस ल कति राम्रो छ कि यहाँ चाहिँ पानीपुरी बनाइरहेछ हाम्रो दिदीले मेरो भान्जीहरू भोक लाग्यो अरे लाग्छ दिदी ल मेरो दिदीको यहाँ पानीपुरी स्मारक आउँदा चाहिँ यहाँ खाना आउनु होला है त्यो दामी बनाइरहेछ दिदीले होइन ल दिदी हेर्नु होला है तपाईँको पानीपुरी पनि ट्याक्क आउँछ टिभीमा मेरो है मेरो राजकुमार श्रेष्ठ Q2 आउँछ है यसो हेर्नु होला ल मेरो भान्जीहरू भोक लाग्यो र यहाँ चाहिँ दामी बनाउँदो रहेछ ल मेरो दिदीले नाम चलेको रहेछ है दिदीको त्यही भएर खाना आयो कि दिदी ल यता हेरिदिनु दिदी हाई गरिदिनु ल हेलो हाई ह्याप्पी होली ल दिदी ल है कति बाली खान्छ ल पानीपुरी चाहिँ ल नातिनी खाऊ ल हेर त ल कस्तो ल हेर न कस्तो छ चाख्नु त ल हेलो कस्तो छ हेर त कस्तो रहेछ च्वाक छ खै एउटा लिएर छोरो कस्तो रहेछ हेर स्मारकको छेउमा हो यो पसल चाहिँ मिठै रहेछ अब अहिले चाहिँ ढोको बन्द गरिसकेको छ यहाँ चाहिँ देवी मन्दिर छ ल गाइज अब हामी चाहिँ अब निस्किँदैछु अब धेरै रात पनि भयो होइन गाइज यताबाट चाहिँ अब निस्किँदैछु अहिलेलाई चाहिँ होइन हामी यता स्मारकबाट चाहिँ होइन निस्किँदैछु हामी यहाँ सायद स्मारकबाट होइन ल हेर्नु न अहिले यहाँ चाहिँ यस्तो दामी देखिरहेको छ ल सरी कस्तो लाग्यो यार अहिले यहाँ एकदम रमाइलो लाग्यो है ल आउँदै गर्नु है आउँदै गर्नु होला यहाँ मेरो भान्जी पनि आउँदै गर्नु होला है कस्तो दामी देखेको छ रातिको चाहिँ भन्छु अब हामी अब अहिले चाहिँ निस्कि अब घरतिर जान्छु होइन अब तपाईँहरूलाई कस्तो लाग्यो लाइक कमेन्ट सेयर गरिदिनु होला नभुलिकन अब अहिले त म सिक्दैछु बिसारी अब तपाईँहरूले हेरेर कमेन्टमा भनिदिनु होला के कस्तो भयो भनेर ल गाइज
ल बाई गुड नाइट